हाम्रो फ्यामिली टुला यात्रा चाहिँ अब हुँदैछ मुलिमुख भन्ने उला डुला भने यो ठाउँ चाहिँ भेरी ब्रिज रिभर भन्ने ठाउँ रहेछ। यहाँ एकदम रोमान्टिक ठाउँ रहेछ। सबैजना मान्छेहरू छुट्टीको टाइममा चाहिँ आएर एकदम रमाइलो गरिँदो रहेछ। यो पार्कैभरि छ। तल रिभर साइड ब्रिज साइडतिर मान्छेहरू टान्छ। जस हामी डुला भन्ने ठाउँ जानको लागि गइरहेको थियो। यो बिचमा पर्दो रहेछ। अन्त एकछिन रेस्ट गर्नको लागि हामी पनि त्यहाँ ओर्लेर बस्यौँ आधा घन्टा जति। हामी सबैजना परिवारहरू फोटो खिच्यौँ। बच्चाहरूलाई दुध खाँदेर एकछिनपछि हामी फेरि यो ठाउँबाट अब अगाडि बढ्दैछौँ। टुला अब अगाडि चाहिँ लगभग 100 मिटर अगाडि चाहिँ हामी डाउनपोर्ट त्यसपछि यता साइड जाने लगभग 3 मिनट रमाइलो अब यहाँ हाम्रो आज बस्ने लोकेसन घरमा आइपुग्ला है। अब यही नै हो। अब हाम्रो आज 2 रात 3 दिनको यात्रामा छौँ हामी। ल गाइज हो यही हो घर आजको। छोरी मछली नाता नाति गाई सबैजना हामी आइपुगे। ल हामी गाडी भाडा ओर्लेर सबैजना यहाँ बस्नको लागि यो घरमा पर्खरमा छौँ। ल सबैजना गाइज हो हामी आइपुगे। ल आजको वासस्थान यही हो। ल चाबी पाइसक्यो होला नि। ल यो चाहिँ सेटिङ रुम रहेछ यहाँ अगाडि। त्यस्तै गरी यहाँतिर किचन भयो। यो फ्रिज छोरीहरू ज्वाइँले हेर्दैछ। सब चेक गर्दैछ यतातिर। अब के खाने छ यहाँ सबै कुरो यहाँतिर राखेको हुन्छ। यो त बेडहरू छ। यो बेड यस्तो रहेछ। अनि यहाँ अलि अँधेरो भयो। म झ्याल खोल्छु। झ्याल खोलिसकेपछि चाहिँ उज्यालो हुन्छ। म खोल्दिन।
त्यही त तौले राख्ने तरिका नै यस्तो रहेछ यहाँ फुल जस्तो हेर यो अर्को रुम यहाँ छ अहिले चाहिँ यहाँ उज्यालो आएको छ र अहिले यहाँ बाहिर पनि राम्रो ठाउँ रहेछ नि थोरै स्लिप भएको बाँसको झाङ यता बाहिर टेबल यहाँ त बेड डबल बेड रहेछ यहाँ टोयलेट रहेछ यहाँ आउटडोर रहेछ बाहिर जाने है छोरी बाँस ब्याम्बो भन्छ के भन्छ बाँस वासिङ मेसिन रहेछ यहाँ टोयलेट यस्तो सबै कुरो व्यवस्थित छ यो ठाउँमा यहाँ चाहिँ सावर गर्ने ठाउँ रहेछ कस्तो लाग्यो त यहाँ म त हेर्नै पाएन यहाँ अस्ट्रेलियाको होमस्टे यहाँ त चटपटे खानेको त कार्यक्रम रहेछ त Okay, let's see this. We answered your question, Amaya Guru. Thank you for the question. Yeah, very thank you. Wow, this guy is all Well, we got another question. आज बिहान सबैजना ब्रेकफास्ट बनाउनु चाहिँ तयार भइरहेको छ यहाँ सबैजना आफ्नो यहाँ चाहिँ छोरा बुहारी पनि आइपुग्यो अब सबैजना भएर ब्रेकफास्ट रेडी गर्दैछ ल हामी यो ब्रिज साइडमा आइपुगेका छौँ मेलोङको भन्ने ब्रिज साइडमा हेलो छोरी ल ब्रिज ल यी ठुलो नातिनी ठुलो नातिनी उहाँ छ
एकदम यहाँबाट चाहिँ राम्रो देखिँदो रहेछ। अन्त यहाँ सबै समुद्र अब त्यस्तै यतापट्टि अब के खाइन्छ त सबैजनाहरू कफी ब्रेकफास्टहरू हरेक चिज यता पाइन्छ। यहाँ मासुपछि तलामा निस्किन्छ। त्यही भएर यता हामीहरू यहाँतिर त्यो जङ्गल रहेछ। यी आमा छोरा उता घुम्दैछ। अन्त कस्तो लाग्यो तिमीलाई? एकदम राम्रो। हेर्नु न ममताको त उता पनि छ अहिले नयाँ काममा यता आएको नयाँ काममा सरेको राम्रो दामी ठाउँ रहेछ। हेर्नु न कस्तो रमाइलो र कस्तो रमाइलो ठाउँ हुन्छ। ममताको त भाग्यमै रमाइलो छ क्या हो कि उसको त जहाँ जागिर खाएको त्यस्तो राम्रो ठाउँ रहेछ। यहाँ चाहिँ हाम्रो फ्यामिलीहरू चाहिँ आएर चाहिँ के समुद्रको छेउमा आएर तपाईँहरू चिया कफी आफ्नो चाहिँ आइटमहरू ल्याएर चाहिँ खाने गर्दैछ। यहाँ अब ज्वाइँ साहब चाहिँ एकछिन कतितिर घरतिर जानुपर्छ एउटा सामानहरू बिर्सेर। ठुलो ज्वाइँ आज आउनुभएको छैन। अब अरू सबै सागर सन्तानहरू सबै नै हाम्रो यहाँ आएर चाहिँ यहाँ समुद्रको छेउमा आएर चाहिँ यहाँ बसेर सबै आफ्नो इन्जोय गरिरहेको। यहाँ चाहिँ यो ब्रेकफास्ट खानुको लागि चाहिँ हामीले ब्रेकफास्ट बनाउनु तयारी गर्दैछ। अन्डा ससेस यहाँ चाहिँ अब भएर बार्बिक्यू ब्रेकफास्ट खाएको आज। अलि पर चाहिँ छोरीहरू नाता नातिनीहरू बसिरहेछ। अनि यहाँ चाहिँ आमा छोरा भएर उता ब्रेकफास्ट रेडी गर्दैछ। कस्तो छ बुढी? ल राम्रोसित पकाएर जाऊँ। खानको लागि तयार गर्दैछ। अन्डा नि कति हाल्यो चाहिँ? सबैजना यहाँ चाहिँ वाइन फ्याक्ट्री आएपछि यहाँ वाइन खानीले चाहिँ सबै होलिडे बेलामा चाहिँ सबैजनाहरू आएर यस्तो इन्जोय गर्ने है। एकदम ठाउँ चाहिँ एकदम राम्रो छ। कतै चाहिँ वाइन फ्याक्ट्री छ। यहाँ चाहिँ भित्र पनि ठाउँ नभएर भित्र बाहिर कतै पनि ठाउँ नभएर बाहिर चौरमा पनि मान्छेहरू बसेर सबै वाइन ल्याउने अनि त्यसमा सिटन बनाएर यहाँको ट्याक्सीको एउटा नम्बर दिन्छ। त्यो नम्बर पाइसकेपछि ट्याक्सी ल्याइदिन्छ। कार्यक्रम सुत्दिएर अब हामी घरतिर लाग्यौँ। यहाँबाट बाइक निस्किँदैछु। यस रमाइलो रहेछ।
सिक्यो भने जान्छ ल यहाँबाट मेरो नातिनीले चाहिँ अब यो ड्राइभिङ सिक्दैछ नि अनि कहाँ कहाँ पुऱ्याएर ल्याएको छोरी मैले के छ वाइन कसलाई किनिदिएको यो छोराले ठुलो ज्वाइँलाई ठुलो जानेलाई वाइन फ्याक्ट्री आएको वाइन किनेर बोकेर हिँडेको ल कस्तो रमाइलो रहेछ। ओके ओके थ्याङ्क यू ल अब जानुपर्छ घरतिर होइन वाइन फ्याक्ट्री पारीदेखि वारीसम्म यहाँ हामी चाहिँ घुम्नु आएको छोरा आउँदैछ यहाँ चाहिँ वाइन खाने ठाउँ कति रमाइलो यहाँ को छ यहाँ खै केही देख्दैन छोरा गाडी चलाउँदैछ कति रमाइलो ठाउँ रहेछ यो छोराले चलाएको गाडी जग्गामा लगाएर त्यही राम्रो यहाँ चाहिँ ठुलो छोरीले चाहिँ ड्राइभ गर्दैछ कान्छी छोरीले पनि ड्राइभ गर्दैछ आफ्नो गाडीमा बसेर बुहारीले पनि ड्राइभ गर्दैछ सामानहरू लिएर हिँड्दैछ नातिनीको स्कुलबाट घर फर्किँदैछ छोराले हामीलाई अर्कै ठाउँ लाँदैछ कस्तो छ हेर्न बाँकी नै छ यहाँ चाहिँ माछा मार्ने ठाउँ रहेछ एकदम समुद्र नजिकै रहेछ त्यहाँ गएर हामीले यसो हेरिरहेको छौँ अनि के कस्तो छ अब हेर्नु सबैजना मान्छेहरू यहाँ आएर चाहिँ एकदम माछा मार्ने गर्दछ मम्मी चाहिँ खोलामा आफ्नो तालमा हिँडिरहेछ समुद्र अहिले भर्खर मारेको माछा 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 हेर यत्रो कत्रो माछा मारेको ल पढाइ दुईजनाले त्यो त भाइले माछा मारेको यहाँ त यो अर्को नि एकैछिनमा है फेरि माछा नि दिनभरि घुमघाम गरेर सबैजना थकित भएर एकदम आराम खानासाना त रेडी भइसक्यो अब गफगाफ गर्दै बसिरहेको छ एकछिनपछि हामी खानामा दिन्छौँ बेलुकाको हामी सबैजना जम्मा भएर गफगाफ गरिरहेका छन् अनि बुहारीको साथी लगायत सम्पूर्ण परिवारहरू ल हामी आज यहाँबाट चाहिँ उइडोल हुँदैछु गाई हो उला डुलाबाट 2 दिनको 2 रात 3 दिन बिताएर चाहिँ हामी यस घरबाट चाहिँ अब आफ्नो गन्तव्य स्थानतिर लाग्दैछु अब हामी यहाँबाट चाहिँ उता जाने प्रोग्राम छ वाइन फ्याक्ट्रीतिर अब हेर्दैछौँ त्यो छोराको गाडी
यो सानो छोरी सानो गाईको गाडी माथि ठुलो यो माथिको चाहिँ ठुलो छोरीको गाडी हामीहरू वाइन फ्याक्ट्रीमा आइपुग्यौँ तर आज चाहिँ यो बन्द रहेछ। अब हामीले हिजो पनि आइपुगेका थियौँ र यहाँ चाहिँ के भनेको थियो भने आज नै खुल्ला होला भनेर हेर्नु जाउँ त भनेर सबै परिवारसहित आएको थियौँ तर यो सब बन्द रहेछ। आफ्नो चाहिँ रमाइलो गरेर बसिरहेको छ आफ्नै परिवारहरू अरू कोही पनि रहन्छ। एकछिन बसेर हामी फर्किने विचार गर्दैछौँ। यहाँ चाहिँ सबैजना अब छुट्ने टाइम भयो त्यस कारणले छोराबारी चाहिँ यहीँ बस एउटा डुला नै बस्ने र हामी पनि चाहिँ सिडनी जाने भएर अब यहाँ सबैजना कफी जुसहरू खाएर बसिरहेको छौँ र त्यसले गर्दा यो चाहिँ हाम्रो परिवार फ्यामिली चाहिँ सबैको ग्रुपिङ फोटो। दुईटा नातिनी बाजे बोजू बुहारी छोरी नाता नातिनी आमा छोरा बुहारी हामी चारजना। कान्छी छोरी नाति माछा मारेको थियौँ। हाम्रो भ्लग यहीँ आएर समाप्त हुन्छ। ओके बाई सी यू नेक्स्ट टाइम।